साथीहरू तपाईँलाई चाहिँ मेरो डे 3 को मिनी ब्लगमा स्वागत गर्न चाहन्छु। अहिले चाहिँ म बिहानै उठेर आफ्नो रुम चाहिँ सफा गरेँ स्कुल जानलाई ढिलो नहोस् भनेर। अनि म चाहिँ माथिबाट नुहाएर तल रुममा आएँ, फ्रेस महसुस हुँदै थियो। यसपछि चाहिँ मैले स्कुल ड्रेस लगाएर रेडी भएँ। कस्तो देखिया छ कमेन्टमा बताउनु होला। अनि यसपछि चाहिँ मैले भान्सामा गएँ, खानासाना खाएँ अनि स्कुलतिर लागेँ। खाना भने मिठो मानेर खाएँ मैले, किनभने खाना हमेसा मिठो नै हुन्छ। तपाईँहरू पनि हेर्न सक्नुहुन्छ। अनि अहिले चाहिँ म स्कुलबाट फर्किएँ। स्कुलबाट आएपछि भोक लागेको हुनाले होटेलमा गएँ अनि मोमो चाउमिनको अर्डर दिएँ। अनि मोमो चाउमिन भने गम कि गम खाएँ, किनभने मिठो थियो। अनि यसपछि चाहिँ म सिधा खेल्नतिर लागेँ। खेल्नतिर लाग्दा चाहिँ मलाई एउटा साथी भेटियो। तपाईँहरू चिन्नुहुन्छ भने कमेन्टमा बताउनु होला। अनि यसपछि चाहिँ म सिधा खेल्नतिर लागेँ। जाँदा जाँदा चाहिँ मैले खेल मैदान देखिँदै थियो, ऊ त हेर्न सक्नुहुन्छ। तर भने साथीहरू कोही थिएनन्। अलिकति यताउता भ्यू देखाउँदा टाइम पास गरेँ। अनि त्यसपछि साथीहरू आएपछि खेल्न सुरु गरेँ। तर खेल्दा खेल्दै बिचमा पानी परेर हैरान भए हामीहरू। अनि यसपछि चाहिँ हामीहरू यस्तै उभिराख्यौँ। यस्तै उभिएपछि हामीहरू घरतिर लाग्यौँ पानी शान्त भएपछि। अनि मौसम पनि सफा र स्वच्छ थियो। अनि घर आएँ, नुहाएँ अनि फ्रेस महसुस हुँदै थियो। अनि चाहिँ यसपछि चाहिँ कस्तो देखिया छ कमेन्टमा बताउनु होला।